एकादेशमा सूर्यगढ नामक समृद्ध राज्य थियो। राजा वीरसेनको शासनमा राज्यमा शान्ति थियो। उनका एकमात्र छोरा राजकुमार अर्जुन थिए। अर्जुन बुद्धिमान, बलियो र युद्ध लड्ने सिपमा माहिर थिए। तर एक दिन राज्यको दक्षिण सीमामा आतंक मच्चियो। गाउँहरू उज्यादिए, व्यापारीहरू लुटिए र गाउँलेहरू हराउन थाले। यो सब भीमसेन ठाकुर नाम गरेको एक अत्याचारी डाकुले गरिरहेको थियो। भीमसेन ठाकुर कुनै साधारण डाकु थिएन। ऊ बलियो, द्रुत र निर्दयी थियो। उसले राज्यलाई कमजोर बनाएर राजालाई हटाएर आफ्नो शासन गर्ने योजना बनाएको थियो। राजा वीरसेन बिरामी भएका कारण यो संकटको सामना गर्ने जिम्मेवारी राजकुमार अर्जुनलाई दिइयो। उनले यो समस्या समाधान गर्न आफै अघि बढ्ने निर्णय गरे। राजकुमार अर्जुन केही विश्वासिला सैनिकहरू सहित दक्षिणी सीमातर्फ लागे। बाटोमा उनले गाउँलेहरूसँग कुरा गरे। गाउँलेहरू थरथर काँपिरहेका थिए। त्यही बेला एक वृद्ध किसानले भने, राजकुमार, भीमसेन ठाकुरको गठबन्दी घना जंगलको बीचमा छ। उनीहरू राति मात्र हमला गर्छन् र उनीहरूको जाल सधैँ अकस्मात हुन्छ। अब राजकुमार अर्जुनले योजनाबद्ध रूपमा अघि बढ्ने निर्णय गरे। जंगलको प्रवेशद्वारमै डाकुहरूले एक ठूलो खाल्डो खनेका थिए। अर्जुनका केही सैनिक त्यहाँ फसे। तर राजकुमार अर्जुनले आफ्नो चतुराई प्रयोग गर्दै एउटा भाँचिएको रुखलाई पुलको रूपमा प्रयोग गरेर सबै सैनिकलाई सुरक्षित उद्धार गरे। अर्जुनको टोलीमा एक सैनिकले डाकुहरूसँग मिलेर गद्दारी गर्यो। उसले अर्जुनको योजनाबारे भीमसेन ठाकुरलाई जानकारी दियो। तर राजकुमार अर्जुनले पहिले नै त्यो सैनिकको गतिविधिहरू देखिसकेका थिए। उनले तुरुन्तै अरू सैनिकहरूलाई सतर्क गराए, जसले गर्दा डाकुहरूको योजनाले काम गरेन। अर्जुनले डाकुहरूको गठबन्दी पत्ता लगाए। उनले राति हमला नगरी बिहान डाकुहरू बेखबर भएको अवस्थामा आक्रमण गर्ने योजना बनाए। बिहान उज्यालो हुने बित्तिकै अर्जुन र उनका सैनिकहरू आक्रमण गर्न सुरु गरे। भीमसेन ठाकुर अचम्ममा पर्यो। अर्जुन आफै अगाडि बढेर भीमसेनसँग लडाईँ गर्न थाले। भीमसेन ठाकुर निकै बलियो थियो। उसको तलवारको एक प्रहारले राजकुमार अर्जुनलाई घाइते बनायो। तर अर्जुनले हार मानेनन्। उनले आफ्नो युद्ध कला प्रयोग गरेर भीमसेन ठाकुरको कमजोर बिन्दुमा प्रहार गरे। लामो सङ्घर्षपछि अर्जुनले भीमसेन ठाकुरलाई पराजित गरे। अन्त्यमा डाकुहरू भागे र गाउँ मुक्त भयो। राजकुमार अर्जुनले गाउँलेहरूलाई पुनः सुरक्षित बनाए। हराएका गाउँलेहरू फिर्ता भए। व्यापार फेरि सुरु भयो र राज्यमा शान्ति फर्कियो। राजा वीरसेन प्रसन्न भए र अर्जुनलाई सूर्यवीर उपाधि दिए।